केपी ओली केपी ओली भाडमा नेपालको एकमात्र शान बालेन शाह। हामी अब दुःख पायौँ, यत्रो पैसा तिरेर आयौँ होइन। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। सो आज हामी साबिया जाँदैछौँ होइन। हामी फर्स्ट टाइम जाँदैछौँ, म चाहिँ फर्स्ट टाइम जाँदैछु। हामीभन्दा नि सपिङ गर्नु छ अलिअलि, तर धनीवाला सपिङ होइन, गरिबवाला सपिङ छ। रासन पानीहरू होइन, कपाल सपाल पनि काट्नु छ, तर सुरुमा चाहिँ कपाल काट्नु पर्ला जस्तो छ। फेरि पछि अब सामान उठाएर कपाल काट्न दियो हुन्छ। सुरुमा कपाल काटेर त्यहाँपछि गरिबवाला सपिङ गर्न जाँदैछौँ। यहाँबाट कतिको टाढो छ है? 4-5 किलोमिटर छ। ट्याक्सीमा अब ट्याक्सी चलाएर जानुपर्छ। म चाहिँ फर्स्ट टाइम जाँदैछु र त्यहाँ 2-3 घन्टा भुलेर फेरि ड्युटीमा जानु छ है। गाह्रो त्यहाँ छ, फेरि छुट्टी छैन, के गर्ने अब यस्तै छ, म्यानेज गर्नु पऱ्यो होइन दाइ। हो खाडी मुलुकको जिन्दगी यस्तै हो, यस्तै छ। लेबर लाइफ, ट्रिपल एफ छ लाइफ यहाँको। देख्न सक्नुहुन्छ है, मेरो आँखा नि पुरै राम्रो खुल्लेकै छैन, यस्तो निन्द्रामा छु म। के गर्ने, अलिअलि म्यानेज गर्नु पऱ्यो, अलि बस्छु। ल साथीहरू, यहाँ चाहिँ दामी हरियाली छ, यता देखाउनु त, खतरा हरियाली छ। मैले अब युएई आएको छु, यस्तो दामी चाहिँ मैले फर्स्ट टाइम देखेको है। यस्तो दामी हरियाली छ, यता मलाई देखाउने हो कि होला। यहाँ हेर्नु रोडको, रोडको सिन देखाउनु त मलाई देखाएर। रोडको यस्तो दामी पनि रोड छ दाइ, मलाई फोकस गर्ने कि मलाई तपाईँ माथि छ। म बोल्दैछु कि मलाई देखाउने फोकस होइन दाइ। क्यामेराम्यान यस्तोलाई लिएछ नि, मलाई गाह्रो हुँदैन भ्लग गर्न यार। अहिले राम्रोलाई लिएको छ, अलिक सजिलो हुन्छ। क्यामेराम्यान यस्तो छ, यस्तो छड्के राखिदिइरहेको छ क्या, के भन्ने। ठिक छ के हेर्नु दाइले सिक्छ। आज खतरा बनाएको छु मैले दाइको भिडियो, भोलि आउँछ टिकटकमा आउँछ। सबैले के छ टिकटकको नाम, रोमिया आरजे होइन। सबैले फलो गरिदिनु होला, भिडियो हेरिदिनु होला कस्तो भन्छ। र मैले युएई आएको यस्तो दामी ठाउँ, यस्तो घाँस भएको फुलै फुल भएको मैले फर्स्ट टाइम देखेको है गाइस। अब हामी साबिया जाँदैछौँ। 10 साथीभाइहरू हेर्न सक्नुहुन्छ है, दामी सिन छ, मजाको सिन छ। हावा पनि मिठो आइरहेको छ। ट्याक्सी कुद्दै बसिरहेको छौँ। हाम्रो हेल्लोवालाहरू हिरो भएर बसिरहेको छ दाइ है। दाइले चाहिँ अनुहार चाहिँ पाएकै होला, आज हिरो छ दाइ है। के भन्ने, कति तारिफ भन्ने यार, तारिफ गर्दा म थाकिसकेको छु। धेरै नगर्नु यार, तारिफ पत्दैन यार, बस्दैन। त्यही भएर पादिरहेको हुन्छ, राति नपचेर बट पादिरहेको हुन्छ है दाइले नबसेर। अब के गर्ने, यस्तै छ होइन। दाइ चाहिँ खतरा हान्छौँ छ मान्छे, यस्तै छ जिन्दगानी हाम्रो। दाइ अहिलेको पिएम चिन्नुहुन्छ नि तपाईँले होइन? को पिएम अहिलेको? बालेन शाह। के लाग्छ तपाईँलाई बालेन शाहको बारेमा? गर्छ, प्रगति गर्छ, राम्रो प्रगतितिर लान्छ। 2-4 शब्द जाओस् न त। नेक्स्ट टाइम अहिले भन्नु न। अहिले अब कहाँ यस्तो बाटोमा यस्तो अलिक राम्रो ठाउँ सिचुएसन हेरेर भन्ने हो कि। हामी अब यो खाडी मुलुकमा छौँ, त्यो अनुसारले चाहिँ अब तपाईँलाई कस्तो लाग्छ? अब खाडी मुलुकमा हामी अब दुःख पायौँ, यत्रो पैसा तिरेर आयौँ होइन। अब नआउनु परोस् नेपाली जनताहरू। खाली मुलुक यत्रो पैसा तिरेर पनि दुःख गर्न यस्तो चर्को घाममा। आफ्नै नेपालमा रोजगार पायो भने किन आउँछ यहाँ खाडी मुलुक? सही हो। अब एक मात्र आस बालेन शाह होइन। नेपालको एकमात्र शान बालेन शाह। सही हो। बालेन शाह, जय बालेन शाह। जय बालेन सरकार, बालेन सरकार। अनि केपी ओली भाडमा ट्याक्सी चढिसकेको छौँ र यस्तो मिठो भ्यू हेर्दै अब हामी साबियातिर जाँदैछौँ। मेरो चाहिँ फर्स्ट टाइम छ। दाइ चाहिँ गइराख्नु पानी। अब यस्तै छ, अब ट्राफिक यस्तै छ है। 20-25 चोटि भयो। ट्राफिक चाहिँ यस्तो छ। आइयो साबिया आइयो, यही हो साबिया हेर्न सक्नुहुन्छ। यही छ अब साबियातिर आइयो। अब कपाल काट्नु जाने कति दिन्छ दाइ कपाल काटेको? 15 दिराम पर पर्सन है। गाह्रो छ, महँगो छ अबुधाबी सिटीमा। कपाल काट्नु बस्यो है। हाम्रो सरजी हुनुहुन्छ, टक्क कपाल काटेर अब सपिङ हेर्नु जान्छौँ। ढिलो पनि भइसक्यो, ड्युटीमा पनि जानु छ है। कपाल काटेर सिक्ना भएर बसिसकेको छु म चाहिँ। कपाल काटेपछि फेरि हिरो देखिन्छु नि मान्छे। फेरि अहिले कपाल मुसी काँडा जस्तो थियो है, मुसी काँडा जस्तो थियो। अझै दामी देखेको छ, हिरो देखेको छ, सिक्ना देखिरहेको छ। हिरो भइसक्यो। सेम बिरराज शेरवास देखेको छ तपाईँलाई यार। वान अफ द फेमस डान्सर इन इन्डिया। हिरो देखेको अहिलेसम्म छप्री देखिरहेको थियो। अहिले त के हो, बिरराज शेर्पा। तर सिमिलर छ है फेस दाइको र बिरराज शेर्पाको होइन।
के लाउनु पर्छ अरे मिट लाउनु पर्छ मिट लाउनु पर्छ इन्डिया जाने अब हामी दार्जिलिङ जाने दाइ पनि अब फेमस हुँदैछ बिस्तारै बिस्तारै टिकटक आएपछि फेमस हुन्छ अब भोलि टिकटक आउँछ फेमस हुन्छ होइन रमिया आरजे टिकटक आइडी लाइक सब्स्क्राइब गरिदिनु सब्सक्राइब होइन फलोइङ सब्सक्राइब नगर सब्सक्राइब मेरो च्यानललाई गर्नु है ठिक छ दाइ यतिकै सानो भयो भने त पुरै कपालै छैन जस्तो देखिन्छ लाइन हानिदिनु यहाँनिर साइड साइडमा होइन लाइन हानिदिनु कि साइडमा यसो ल छिटो गरेर मेरो टाइम छैन एउटा यही साइड लाइन हाल्नु है ल कपाल काटेर हिरो भइसक्यो म सिक्न देखिछु अब बल्ल हिरो देखिछु बल्ल दामी दामी भिडियो आउँछ है गाइजहरू 5 साल काटेर निस्किसकेको छौँ है अब दुईजना दाजुभाइ हामी हिरो भइसक्यौँ दाजुभाइ हिरो भइसक्यौँ हामी अब हामी माथि केटीहरू लस्टै फिदा हुन्छ दाइ त अब बिहा भएको मान्छे होइन म माथि चाहिँ खत्रै फिदा हुन्छ अब केटीहरू होइन हो अहिले त छप्री जस्तो लागिरहेको थियो हामी होइन अहिले त केटी पछाडि केटीहरू त छैन नि त हेरौँ हेरौँ मेरो केटीहरू आयो भने झ्याउ हुन्छ नि फेरि होइन बिना पर्मिसन विदाउट भिडियो बनाउनु गुना हो लास्टै गुना हो तर पर्सनल चाहिँ पाइयो है आफ्नो चाहिँ जे गर्नु पनि पायो अर्को चाहिँ पाइएन कि आफ्नो बनाउँदा चाहिँ कहिले पनि रोक्न सक्दैन फेरि होइन दाइ कस्तो हिरो देखेछ चिक्ना देखेछ होइन सक्छ त होइन चिया आइसक्यो दाजुले खाँदैछ उता हामी यहाँ छ त यार टका मैले नै हान्छु है ल साथीहरू मैले नै हान्छु अब सौसासँग चिया हानिदिइरहेको छ दाइले चामल लिन आँटेको है चामल छ यहाँ पुरै बोरा बोरा छ प्राइस चाहिँ कति छ भन्ने कुरा हो प्राइस थाहा छैन हामीलाई सपिङ हुँदैछ अलिअलि है रासन पानीको लागि सपिङ गर्दैछ सपिङ हुँदैछ के भन्नु चाहिँ टक्क सपिङ हुँदैछ अलिअलि मैले आँप होइन नेपालमा हुँदा रुखमा गएर चोरेर खान्थेँ यहाँ प्राइजहरू त आँपको 20 ग्राम आँपको प्राइज सम्बन्ध टुट्यो नि तिम्रो र मेरो अनि हाम्रो स्पेसल चिजै छुट्यो त बोन्स स्पेसल है सबैलाई गङ्गु स्पेसल चिज त्यो छुट्टिसक्यो अब गएर लिन्छौँ त्यो पनि मलाई चाहिँ रनिङ गर्ने सुज चाहिरहेको थियो रनिङ गर्ने सुज पनि लिएँ आज टक्का भोलिबाट अब रनिङ सुरु हुन्छ है गाइज बिहान त होइन बिहान भनौँ न ड्युटी सकिन्छ नि ड्युटी सकेपछि अब रनिङ चाहिँ सुरु हुन्छ है भोलिबाट खतरा हामी चाहिँ ल्याइसक्यो मैले सुज त ल्याइसकेँ यो सिधै यता जानु मजा आउँछ नि यो सिधा हो त्यहाँ राम्रो राम्रो फेरि एउटा आएको फेरि हराउन चाहिँ सक्छु फेरि कल हान्छु तपाईँलाई फेरि रोडको फेरि गज्नी हो कि फेरि सब बिर्सिन्छ फेरि सुज चाहिँ ल्याइसक्यौँ अब टक्क भोलिबाट रनिङ सुरु हुन्छ है गाइस बडी बन्छ हामीले यहाँनिर अब घुम्न आउँदा फेरि हाम्रो दाइ र भाइ भेटेको छ है हाम्रो हिरो दाइ हाम्रो पोका भाइ सरी भाइ ह्यान्डसम छ है के छ भाइ खबर एकदम ठिकै ब्लगै हालिदिने भाइ चाहिँ सपिङ हान्ने बाहना हो लड्की हेर्ने चाहिँ चाहना है भाइको धेरै ठुलो चाहना भाइलाई भाइ सब लड्कीमै छ है बिहान जति सबै पुरै मुस्कानहरू पनि खतरा छ सामान राखेर अब ट्याक्सी कुर्दैछौँ है हामी ट्याक्सी कुर्दैछौँ लाबारी छ र यहाँ त दाइ छ सामान छ ट्याक्सी चाहिँ आयो ट्याक्सी आयो बाई बाई गाइज